सो गाइज वेलकम ब्याक टु माई च्यानल। हजुरहरूलाई स्वागत छ मेरो नयाँ भ्लगमा। हामी चाहिँ जान लागेको आलु खन्न। यता चाहिँ सामान ठिक्क पारेर मेरो यो चाहिँ भाइ, मेरो भाइको नाम सुजन रम्तेल हो। हामी चाहिँ जान लागेको आलु खन्न। सो गाइज हामी चाहिँ आउन थालेका छौँ अब बारीमा। यस्तो छ रोड्ने बाटो पनि हेर्नु होला। मेरो भाइ चाहिँ दौडिरहेको छ, म चाहिँ सक्दैन, थोडा यस्तो डर लाग्ने खालको बाटो पनि, त्यही भएर यता माथि चाहिँ गाविस अनि हामी चाहिँ आलु खन्न लागेको, तलबारी खेतमा जान लागेको। अनि एकदम हरियाली छ मेरो गाउँ चाहिँ, हेर्नु होला तलैसम्म पुरै। फाइनल गाइज हामी चाहिँ आइसकेको छौँ आलुबारीमा। आलु पनि छैन खासै, अब आलु खनेर हामी चाहिँ घर फर्किन्छौँ। भाइले चाहिँ आलु खन्न लागेको, हामी आलु खानौँ भनेर यसो आलु पनि छैन। यत्रो छन् आलु, हेर्नु यत्रो। आलु पनि छैन कि, आलु खनेर टक्क लाएर आलु पनि रहन्छ। यत्रो छ आलु। हामी चाहिँ आलु खनेर घर फर्किन्छौँ। यता बारी देखिएछ गाउँ, वा एकदम विकसित भइरहेको छ गाउँ, निर्माण हुँदैछ। यी आलु हेर्नु, यत्रो छ आलु। उता मेरो भाइ खनिरहेछ। ए आलु खानेका छौँ हामी चाहिँ। आलु पनि खासै रहन्छ। तपाईँ गऱ्यो यहाँको होइन। सो गाइज हामीले चाहिँ नचिनेर अर्काको खन्ने छ, त्यही भएर यतातिर हिँड्न लाग्यो आफ्नो आलु खन्न। ए नचिनेपछि यस्तो हुन्छ कहिले बारीमा नआएछ। यी हेर्नु होला औजारहरू। अनि हामी चाहिँ आफ्नो आलु खन्न लाग्यो। आफ्नो आलु पनि केही छैन, छ्या यस्तो आलु जति पुराको पुरा कुहिएछन् नखनेर हेर हामी। यस्तो आलुै छैन, अब कसरी खनेर पुऱ्याएर जाने। अर्का खनिदिने त मार्दैन, त्यही पनि हेरौँ है। ए छ त आलु चाहिँ यतासरी फरेछ है। यी हेर्नु यी यत्रो चाहिँ फलिरह के हेर्नु। खन्न लागेको हामी चाहिँ अब खनेर यति बनाएर चाहिँ जान्छौँ। मलाई केही पनि छैन, आलु के खन्नु। ए रहेछ रहेछ है। हरियाली छ, आलु पनि के गर्नु, अलिअलि खनेर जानु पर्ला घरतिर। अहिले टिपिरहेछ मसिना छन् आलु पनि। आकाशमा चाहिँ आयो हेलिकप्टर। हेर्नुहोस् एरोप्लेन उको देखिन्छ है, एरोप्लेन गइरहेछ माथिबाट। ए रहेछ त यत्रोबाट यत्रोबाट लाएर चाहिँ पुरै गाउँ
छैन केही पनि आलु यहाँ रहेछ अनि चाहिँ यता भाइले खनिरहेछ केही छैन आलु पनि अब खनेर अलिअलि खनेर जान्छौँ हामी चाहिँ घरतिर लाग्छौँ यस्तो पानी हाउला जस्तो गरेछ मौसम पनि पुरै धोइरो लाएर कसले नआउनु बारीमा हेर केही पनि छैन आलु साल काम गर्ने बाबु अब जिन्दगी यस्तै हो स्कुल गएर न काम गरिन्छ ए आलु पनि यत्र छन् गाईहरू के खन्नु गरेर पनि हुँदैन ए यस्तो छ आलुको धान यत्रो छन् आलु यो लाएर न आलु छ न के छ यस्तो बारीमा रहेछ हेर त अनि यहाँ चाहिँ अलिअलि फले रहेछ कि त्यहीबाट टिप्न पर्यो गाउँले जीवन यस्तो कृषि गरो केही हुँदैन खाना नि पुग्दैन गरेर सो गाइस यता चाहिँ केरा फलिरहेछ अनि यता चाहिँ बाइक आइरहेछ पछाडि चाहिँ अनि आलु चाहिँ यति खाने हो हेर्नु छँदै छैन बारी खाने हँसाउने भाइ फाइनल गाइज हामी चाहिँ घर फर्केका छौँ कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु थ्याङ्क यू